तपाई स्टुडेन्ट भिजामा साउथ कोरिया आउने प्लानिङ गर्दै हुनुहुन्छ अथवा तपाई साउथ कोरिया हुनुहुन्छ भने सबैभन्दा ठूलो समस्या भनेको काम पाउँछ कि पाउँदैन, पाउँछ भने कसरी पाउँछ। आजको भिडियोमा तपाईलाई दुईवटा बाटो बताउनेवाला छु जहाँबाट तपाईले पार्ट टाइममा अथवा फुल टाइममा जब खोज्न सक्नुहुन्छ साउथ कोरियामा। भिडियो स्टार्ट गर्नुभन्दा अगाडि तपाईलाई केही पनि हेल्प मिलेको छ यो च्यानलबाट, यो भिडियोबाट भने तपाईले साइडमा रहेको प्लस आइकनलाई हिट गरेर हामीलाई फलो गर्न नभुल्नु होला। सुरुवात गरौँ। कोरियामा जब पाउने दुईवटा थुप्रो बाटाहरू छन्, तर दुईवटा जुन सबैभन्दा बढी फेमस छन् ती बाटाहरू मध्ये पहिलो रहेको छ क्यारेट एप्लिकेसन। यहाँ तपाईले कस्टमाइज लोकेसन, तपाईले कुन ठाउँमा काम खोज्नु भएको छ त्यो लोकेसन सेट गर्न सक्नुहुन्छ र सँगसँगै तपाईले कस्तो खालको काम खोज्नु भएको छ, कति बजेदेखि कति बजेसम्म काम गर्न चाहनुहुन्छ, सबै कस्टमाइज हुन्छ। यहाँ तपाईले दुईवटा कुराकानीमा विशेष ध्यान दिनुपर्ने हुन्छ। नम्बर 1 तपाईको प्रोफाइल, तपाईले प्रोफाइललाई अलिकति राम्रो एट्र्याक्टिभ बनाउनु पर्ने हुन्छ र नम्बर 2 भनेको वर्क एक्सपिरियन्स। तपाईले वर्क एक्सपिरियन्स छैन भने पनि तपाईले केही वर्क एक्सपिरियन्सहरु यसमा एड गर्नुला, बिकज भनिन्छ नि फेक इट टिल मेक इट। दैट मिन्स तपाईले केही न केही कुराकानी देखाउनु पर्ने हुन्छ त्यो जबको इन्टरभ्युसम्म पुग्नको लागि। नम्बर 2 विकल्प भनेको तपाई देरिम स्टेसन जान सक्नुहुन्छ, जुन तपाईको सोल मेट्रोको लाइन नम्बर 2 मा रहेको छ। त्यसको एक्जिट नम्बर 8 बाट तपाई निस्किनु भयो भने त्यहाँ तपाईले थुप्रो कोरियन एजेन्टहरुको अफिसहरु भेट्नुहुन्छ। त्यहाँ तपाई जानुहुन्छ, तपाईले आफ्नो डिटेल्सहरु दिनुहुन्छ, उनीहरुसँग थुप्रो कामहरु रहेका हुन्छन्। तपाईलाई त्यो काममा पठाए बापत तपाईले उनलाई 2 लाख वोन अर्थात नेपाली 20,000 रुपैयाँ पे गर्नुपर्ने हुन्छ। तर यसमा सबैभन्दा ध्यान के दिनुपर्ने हुन्छ भन्दा फेरि तपाईले बेसिक कोरियन कम्युनिकेसन चाहिँ आउनु पर्छ। दैट मिन्स तपाई इन्टरभ्युमा जानुभयो भने कोरियनमा तपाईले आफ्नो इन्ट्रोडक्सन बेसिक क्वेशन्सको तपाईले लेनदेन गर्न सक्नुभयो भने चाहिँ यहाँबाट पनि नेपाली 20,000 रुपैयाँ पे गरेर तपाईले लगभग काम गर्न पाउनुहुन्छ। तर अलिकति टाटो बाटो चाहिँ हुनु होला। कुनै एजेन्टहरुले तपाईलाई पैसा लिएर पठाउँछन्, काम पनि पाउनुहुन्न, पैसा पनि फिर्ता पाउनुहुन्न। त्यसभन्दा पहिले नै उनीहरुसँग डिल गर्नुपर्छ। काम भएन, यसो भएन भने चाहिँ मेरो पैसा फिर्ता हुनुपर्छ भन्ने भए तपाईले अलिकति टाटो बाटो तरिकाले भन्नुभयो भने दे हैव टु पे ब्याक योर मनी है। सो यी दुईवटा विकल्प रहेका छन्, थुप्रो छन्। यी दुईवटा विकल्प चुज गर्नुभयो भने चाहिँ तपाईलाई सजिलै काम खोज्न सक्नुहुन्छ, जसरी मैले पनि खोजेको थिएँ। थ्यांक यू सो मच। सी यू सुन इन नेक्स्ट भिडियो।